हेलो एभ्रिवान। यस भिडियोमा हामीले पिबी ग्रुपले सञ्चालन गर्ने डेटा एनालाइसिस कोर्स आर प्रोग्रामिङको बारेमा चाहिँ केही कुराहरू सिक्छौँ। यो आर प्रोग्रामिङ कोर्स चाहिँ 4 हप्ताको कोर्स हुन्छ। यो दिनमा चाहिँ 1 देखि 1.5 घण्टा पढाइ हुन्छ। यसको चाहिँ सिलेबसको बारेमा चाहिँ हामीले यो कम्पनीको वेबसाइटमा pbg.com.np मा गएर यो कोर्सेसमा गयौँ भने यसको बारेमा डिटेल्स यहाँ पाउन सक्छौँ। यसमा हामीले यसको ओभरभ्यू, कुन सिलेबसमा कुन टपिक छ, के पढाइ हुन्छ भनेर पनि हेर्न मिल्छ। अपकमिङ सेड्युलहरूको बारेमा पनि यहाँ देखिन्छ र यसको सिलेबस पनि डाउनलोड गर्न मिल्छ। यो सिलेबसलाई मैले डाउनलोड गरेर हेर्दाखेरि यसमा हामीले सुरुमा आर र आर स्टुडियो इन्स्टल गर्छौँ। त्यसपछि डेटाको प्रपर्टिजहरू, क्वेसनरहरू कसरी बनाउने, भेरिएबलहरू कसरी डिफाइन गर्ने, एक्सटर्नल फाइलहरू कसरी लिएर आउने भन्ने कुरा सिक्छौँ। त्यसपछिबाट हामीले डेटा इम्पोर्ट एक्सपोर्ट गर्ने, यसको अपडेट डिलिट गर्ने, मर्ज एपेन्ड गर्ने जस्ता, फिल्टरहरू अप्लाई गर्ने जस्ता डेटा प्रोसेसिङको कामहरू गर्छौँ। हामीले क्यालकुलेसन्स गर्ने, यसमा फर्मुलाहरू लगाउने कामहरू पनि गर्छौँ। डेट एन्ड टाइमको कामहरू, स्ट्रिङ डेटाको कामहरू पनि हामीले यहाँ सिक्छौँ क्वालिटेटिभमा। डेटा एनालाइसिस चाहिँ हामीले 3 पार्टमा गरेका छौँ। यसमा चाहिँ हामीले सुरुमा यो टेबलहरू निकाल्ने, पाइभटिङहरू गर्ने, मिन मिडियन डिस्क्रिप्टिभ स्ट्याटिस्टिक्सहरू निकाल्ने कामहरू गर्छौँ। यसको लागि डिफ्रेन्ट प्याकेजेसहरू हामीले पढ्छौँ। स्ट्याटिस्टिकल टेस्ट चाहिँ हाम्रो अहिलेसम्म यो पढाइ भइरहेको कोर्समा सबैभन्दा धेरै विद्यार्थीहरूले रुचाउनु भएको कोर्स पार्ट पनि हो। यसमा हामीले कुन डेटामा कुन टेस्ट गर्ने भनेर, जस्तो तपाईँ रिसर्च डिजाइन गर्दा नै, तपाईँको बिजनेसको कुनै अब्जेक्टिभहरू डिफाइन गर्दा नै यो चिज हामीले कुन डेटामा कुन टेस्ट गर्ने भन्ने पार्ट गर्छौँ। र त्यसमा हामीले टी टेस्टदेखि रिग्रेसनसम्म क्वेसन बनाएर हामी सिक्छौँ र कसरी लेख्ने भन्नेसम्म सिक्छौँ। र भिजुलाइजेसन चाहिँ आरको एकदमै पावरफुल फिचर हो। यसमा धेरै एकदमै फ्लेक्सिबल छ र एकदमै पावरफुल छ। हामी डिफ्रेन्ट टाइपको ग्राफहरू निकाल्ने, चार्ट्सहरू निकाल्ने र यसमा चाहिँ एनिमेसनहरू निकाल्ने, म्यापहरू प्लट गर्ने कुराहरू पनि छ। यो सबै हामीले यो पार्टमा सिक्छौँ र कोर्समा कम्प्लिटमा तपाईँहरूले एउटा प्रोजेक्ट गर्नुपर्ने हुन्छ र एउटा सर्टिफिकेसन पनि हुन्छ। अब एउटा ओभरभ्यूको रूपमा हेर्दाखेरि चाहिँ हामीले आर स्टुडियोमा चाहिँ जान्छौँ। अब आर स्टुडियोमा हामीले सुरुमा यसलाई इन्स्टल, जुन विन्डोजमा भए पनि म्याकमा भए पनि गरिसकेपछि यसलाई ओपन गर्छौँ। मेरोमा अलिकति टाइम लाग्यो। तपाईँले आर ओपन गर्दाखेरि यस्तो खालको विन्डो देखिन्छ। यो सुरुमा यो कन्सोल विन्डो हो। कन्सोलको काम भनेको हामीले यसमा इन्स्ट्यान्ट चाहिँ कमान्डहरू दिने, जसले फास्ट रिजल्ट पनि एक्जिक्युट गर्छ र यसले चाहिँ हामीलाई जुन पछि एनालिसिस गरेको आउटपुटहरू पनि हामीले कन्सोलमा हेर्छौँ। यसको यो छेउमा यो जुन यो बक्सहरू हुन्छ, यसलाई क्लिक गरेर यसलाई सानो ठुलो गराउन मिल्छ। हरेक बक्समा चाहिँ यस्तो खालको चाहिँ बटनहरू हुन्छ, जसले चाहिँ हामीलाई यसलाई म्याक्सिमाइज, मिनिमाइज गर्ने पर्पजको लागि युज गर्छौँ। र कन्सोललाई चाहिँ हामीले यसरी यहाँ क्लियर पनि गर्न सक्छौँ। यसले चाहिँ यसलाई हटाइदिन्छ, तर पछि फेरि चाहियो भने चाहिँ यो ल्याउन सक्दैनौँ है त। त्यसपछि मेन एनालिसिसको स्क्रिप्ट लेख्ने चाहिँ आरको आर स्क्रिप्ट भन्ने हुन्छ। जुन फाइल, न्यू फाइलमा गएर आर स्क्रिप्ट गर्नुभयो भने यसको आर स्क्रिप्ट खुल्छ। यहाँ चाहिँ हो हामीले यसलाई म एउटा कमेन्ट लेख्छु, डेटा एनालाइसिसको स्क्रिप्ट लेख्ने चाहिँ यहाँनिर हो है त। त्यसपछि हामीले यसमा टेक्स्ट डेटाको लागि टेक्स्ट इक्वल्स टु यसलाई इन्भर्टेडमा गरेर हामीले चाहिँ लर्निङ आर भनेर गर्छौँ। यतापट्टि हामीले यो भेरिएबल बनाइसकेपछि यो इन्भाइरोमेन्ट भन्ने साइडमा चाहिँ यसको यो भ्यालुज क्रिएट हुन्छ। त्यसै गरी न्युमेरिकलाई चाहिँ जस्तो हामीले रोल नम्बर भनेर गऱ्यौँ भने यसलाई चाहिँ हामीले रन गऱ्यौँ भने चाहिँ यो चाहिँ डाइरेक्ट भ्यालु गएर बस्छ। इन्भाइरोमेन्ट भनेको हामीलाई डेटा सेटहरू ल्याउन लैजानको लागि चाहिने ठाउँ पनि हो। यसको हिस्ट्री पनि हुन्छ, कनेक्सनहरू पनि हुन्छ, अन्य ट्युटोरियलहरू पनि हेर्न मिल्छ। र इन्भाइरोमेन्टमा चाहिँ हामीलाई धेरै युज हुने फङ्सनहरू, जुन यहाँ जो फाइलको धेरै युज हुने फङ्सनहरूको यहाँ सर्टकट पनि यहाँ इन्भाइरोमेन्टमै हुन्छ। यसलाई हामीले यहाँ गएर इम्पोर्ट गर्ने, एक्सेल, एसपीएसएस, स्ट्याटा, अन्य फाइलहरू ल्याउन पनि काम लाग्छ। मैले अहिले एक्सेल फाइल लिएर आउँछु। सो हामीले एक्सेलमा गयो भने यसले एउटा लाइब्रेरीबाट एक्सेल ल्याउने हो भन्ने सोच्छ। यसलाई यस गरिसकेपछि यो ब्राउजमा गएर हाम्रो जहाँ छ एक्सेल फाइल त्यो लिएर आउन सक्छौँ। त्यसै गरी तलपट्टि साइडमा हुन्छ फाइल्स, जसले चाहिँ यसको ड्राइभ चाहिँ एक्सेस गरेको हुन्छ। यो फाइलहरू चाहिँ मैले डेस्कटपमा आर लर्निङ भन्ने फोल्डर बनाएको छु, त्यहाँ गएर बस्छ। प्लट्सहरू भनेको चाहिँ ग्राफहरू भिजुलाइजेसन भएको प्लट्स बस्छ। प्याकेजेस भनेको चाहिँ
हामीले नयाँ नयाँ कामहरू गर्नु पऱ्यो, नयाँ नयाँ फिचर राख्नु पऱ्यो भने चाहिँ प्याकेजेसहरू हुन्छ। हेल्प भनेको हाम्रो चाहिँ कमान्डहरू चाहिँ सर्च गर्ने, कस्तो कस्तो हुन्छ स्क्रिप्टहरू सर्च गर्नको लागि हो। र भ्युवर र प्रेजेन्टेसन पनि हामीले ग्राफहरू बनाइसकेपछि प्रेजेन्ट गर्न हो। यदि गरिसकेपछि यसलाई हामीले यहाँ सेभ गर्न मिल्छ। सेभ गरेर तपाईँहरूले यो कुन फोल्डरमा सेभ गर्ने हो त्यहाँ लगेर राख्ने। मैले यसलाई डे 1 भनेर राखिदिन्छु है त। यसको धेरै फिचर छ। हामीले पुरै कोर्समा यसको सम्पूर्ण कुराहरू एकदम सजिलोसँग पढ्छौँ। तपाईँहरूले यो कोर्स इनरोल गर्नुभयो भने डेटा एनालाइसिसको कम्प्लिट फर रिसर्चको लागि, तपाईँहरूको कामको लागि, बिजनेस प्रोफेसनल जे हुनुहुन्छ त्यसको लागि चाहिँ काम लाग्ने एकदमै ह्यान्डी स्किल र वर्ल्डमा अहिले डिमान्डेड स्किल्स हो। यसको फुल कोर्स सब्सक्राइब गर्न चाहिँ तपाईँहरूले हाम्रो कोर्सको लागि यो जुन वेबसाइटमै गएर यहाँ यो सेन्ड इन्क्वायरी भन्ने छ, यसमा गएर चाहिँ तपाईँहरूले एउटा फर्म भर्न सक्नुहुन्छ। यहाँ हाम्रो रेगुलर क्लासहरूको फर्म चाहिँ यहीँनिर हुन्छ। तपाईँहरूले यहाँ गएर कुन कोर्स लिने भनेर भर्न मिल्छ। त्यसै गरी तपाईँहरूले यहाँ हाम्रो दिएको नम्बरमा कन्ट्याक्ट गर्न पनि सक्नुहुन्छ। यो जुन यहाँ पपअप भइरहेको छ र त्यसमा गएर हाम्रो सोसियल मिडियाको पेजहरूमा पनि रेगुलर अपडेट भइरहेको हुन्छ हाम्रो कोर्सहरू कहिले कहिले हुन्छ भनेर। हस् त, धन्यवाद। तपाईँहरूलाई कोर्समा भेटौँला। नमस्कार।